स्वागत छ तपाईहरुलाई एलटी सर युट्युब च्यानलमा। र आजको क्लासमा हामी च्याप्टर 9 अन्तर्गत रहेको क्याश फ्लो स्टेटमेन्टबाट एनईबीले पास्ट इयरमा सोधेका क्वेशनहरुलाई कसरी सल्भ गर्ने भन्ने बारेमा छलफल गर्नेछौं। अर्थात् यो भन्दा अगाडिका क्लासहरुमा हामीले यो च्याप्टरबाट सोधिने क्वेशनहरुलाई सल्भ गर्नको लागि कस्तो जेनरल कन्सेप्टको आवश्यकता पर्दछ भन्ने बारेमा छलफल गरेका छौं। त्यसो भने आजको क्लासमा हामीले एनईबीले पास्ट इयरमा सोधेका क्वेशनहरुलाई कलेक्सन गरेका छौं र ती क्वेशनहरुको नेचर अनुसार हामीले ती क्वेशनहरुलाई दुईटा क्याटेगोरीमा बाँडेका छौं र ती क्वेशनहरुलाई अथवा ती दुईटा क्याटेगोरीजलाई टाइप ए र टाइप बी नाम दिएका छौं। त्यसो भने आजको क्लासमा हामी टाइप ए अन्तर्गत कस्ता खालका क्वेशन पर्छन् अथवा ती क्वेशनहरु टाइप ए अन्तर्गत पर्ने क्वेशन हुन् कि होइनन् भनेर चिन्दै पहिचान गर्दै तिनीहरुलाई कसरी डाइरेक्ट मेथड अन्तर्गत सजिलै सल्भ गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्नेछौं। त्यसो भने हामीले सबैभन्दा पहिले एक्जाममा क्याश फ्लो स्टेटमेन्टबाट आउँदै गरेको क्वेशन टाइप ए अन्तर्गत पर्छ कि टाइप बी अन्तर्गत पर्छ भन्ने कुरालाई पहिचान गर्नुपर्छ। र यसलाई पहिचान गर्नको लागि हामीलाई ब्यालेन्स सिटको फर्मेट कस्तो दिएको छ यो फर्मेटलाई पहिले हेर्नुपर्ने हुन्छ। र हामीलाई म्याक्सिमम क्वेशनमा ब्यालेन्स सिटको फर्मेट दुईवटा वेमा दिएको हुन्छ, या त होरिजोन्टल वेमा दिएको हुन्छ या त भर्टिकल वेमा दिएको हुन्छ। यदि होरिजोन्टल वेमा दिन्छ भने यसलाई हामी टाइप ए अन्तर्गतका क्वेशन भन्छौं भने यदि भर्टिकल वेमा दिन्छ भने त्यसलाई हामी टाइप बी अन्तर्गतका क्वेशन भन्छौं। त्यसो भने आजको क्लासमा हामीले क्वेशन बैंकबाट केही क्वेशनहरु कलेक्सन गरेका छौं र ती सबै क्वेशनहरु टाइप ए अन्तर्गत परेका छन् अथवा एउटै मोडल एउटै स्ट्रक्चरमा सोधिएका क्वेशनहरु छन्। र यी क्वेशन मध्ये हामी एउटा क्वेशन सल्भ गरेर हेर्ने छौं र बाँकी क्वेशनहरु तपाईहरु आफैले सल्भ गर्नुहुन्छ भन्ने विश्वास लिएका छौं। त्यसो भने यो टाइप ए अन्तर्गतको क्वेशन हो किन भन्दा यहाँ होरिजोन्टल ब्यालेन्स सिट छ र अब हामी यो टाइप ए अन्तर्गत यो क्वेशनलाई चाहिँ कसरी डाइरेक्ट मेथड अन्तर्गत सल्भ गर्ने भन्ने कुरामा छलफल गर्नेछौं। र टाइप ए अन्तर्गतका हिसाबहरुलाई सल्भ गर्नुभन्दा अगाडि हामीलाई सबैभन्दा पहिले स्टेप 1 मा हामीले रिक्वायर्डलाई पढ्नुपर्ने हुन्छ। र यो क्वेशन अन्तर्गत रिक्वायर्डमा के भनिएको छ त भन्दाखेरि क्याश फ्लो स्टेटमेन्ट युजिङ डाइरेक्ट मेथड, अर्थात् हामीले माथि दिएका इन्फर्मेसनलाई हेरेर क्याश फ्लो स्टेटमेन्ट बनाउनु पर्ने छ जुन चाहिँ डाइरेक्ट मेथड अन्तर्गत भनिएको छ। त्यसो भने यो क्वेशनमा रिक्वायर्डमा इनडाइरेक्ट मेथड पनि हुन सक्छ भन्ने एउटा थोरै एजम्पसन राख्नुपर्ने हुन्छ र त्यसको बारेमा चाहिँ हामी पछि छलफल गर्नेछौं। किन त भन्दा म्याक्सिमम पास्ट इयरका क्वेशनहरुमा डाइरेक्ट मेथडबाटै क्वेशन सोधिएको हुनाले प्रायोरिटी हामी डाइरेक्ट मेथडलाई दिदैछौं। त्यसपछि स्टेप 2 मा यो टाइप ए अन्तर्गतको क्वेशन हो भनिसकेपछि हामीले स्टेप 2 मा यो ब्यालेन्स सिटको लायबिलिटी साइड र एसेट साइडलाई हामीले दुईवटा आइटम्समा बाँड्ने छौं। अर्थात् हामीले यो भन्दा अगाडिको क्लासमा के हेर्यौं त भन्दाखेरि यहाँ आउने जति पनि एकाउन्टिङ हेड्सहरु छन् तिनीहरुको नेचर अनुसार तिनीहरुलाई डेबिट र क्रेडिट आइटममा हामीले डिभाइड गरेका छौं। त्यसो भने ब्यालेन्स सिटको लायबिलिटी साइडलाई अब हामीले क्रेडिट साइड भनेर क्वेशनमा यसरी गोलो लगाउँछौं भने यसको एसेट साइडलाई चाहिँ हामी डेबिट साइड भनेर गोलो लगाउँछौं। किन यो लगाउँछौं त भन्दा हामीले यो भन्दा अगाडि के थाहा पाइसकेका छौं भन्दाखेरि हामीसँग दुईटा, एउटा डेबिट आइटम्स हुन्छ एउटा क्रेडिट आइटम्स हुन्छ भनेको छ। र यदि डेबिट आइटम्स बढ्दै छ भने जतिले बढ्छ त्यतिले क्याश घट्छ र यदि डेबिट आइटम्स घट्दै छ भने जतिले घट्छ त्यतिले क्याश बढ्छ भन्ने कन्सेप्टलाई हेरिसकेका छौं। त्यस्तै क्रेडिट आइटमको केसमा जतिले क्रेडिट आइटम्स बढ्छ त्यतिले क्याश बढ्छ अथवा त्यसलाई प्लस गर्छौं, जतिले क्रेडिट आइटम घट्छ त्यतिले क्याश घट्छ त्यतिलाई हामी के गर्छौं माइनस गर्छौं भनेर हामीले यो कन्सेप्ट बिल्ड गरिसकेका छौं। त्यसो भने यति गरिसकेको छौं भन्ने बित्तिकै त हामीले अब ब्यालेन्स सिटलाई कसरी बुझ्दा भयो त भन्दा यसको क्रेडिट साइड यो रहेछ। यदि यसमा कुनै पनि यी एकाउन्टिङ हेड्सहरुको अमाउन्ट यो पहिलो वर्ष र दोस्रो वर्षको तुलनामा कम्पेयर गरिराख्दाखेरि बढेको देखिन्छ भने जतिले बढ्छ त्यसलाई प्लस फर्ममा राख्छौं र घटेको देखिन्छ भने जतिले घट्छ त्यसलाई हामी माइनस फर्ममा राख्छौं भनेर क्वेशनमै हामी यो साइन बनाउन सक्छौं। त्यस्तै फेरि डेबिटको केसमा यदि यो डेबिट साइडका कुनै पनि आइटमहरु यदि बढ्छन् भने जतिले बढ्छन् त्यतिले त्यो क्याशलाई माइनस फर्ममा राख्छौं, त्यस्तै जतिले घट्छन् त्यो क्याशले जतिले गर्छ त्यसलाई प्लस फर्ममा राख्छौं भनेर हामी बुझ्छौं। र स्टेप 1 र स्टेप 2 लाई फलो गरेपछि अब स्टेप 3 लाई हेर्नुपर्छ। र स्टेप 3 मा के पर्छ त भन्दाखेरि स्टेप 3 मा हामी एडिशनल इन्फर्मेसनलाई हेर्छौं। र यो एडिशनल इन्फर्मेसनमा दिएका कुराहरु म्याक्सिमम हामीलाई क्याश फ्लो स्टेटमेन्टको सब हेडको सबैभन्दा माथिका पोइन्टहरु दिएको हुन्छ, जस्तो नेट सेल्स, कस्ट अफ गुड्स सोल्ड र अपरेटिङ एक्सपेन्सेस लगायत हामीलाई क्याश फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिजका पर्चेज अथवा क्याश फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटिजका डिभिडेन्डसँग रिलेटेड कुराहरु दिएको हुन्छ। अर्थात् यिनीहरु बढे वा घटे भनिएको हुँदैन, त्यसकारणले यिनीहरु प्राय सब हेडको सबैभन्दा टपमा आउने कुराहरु हुन सक्छन् भनेर हामीले एज्युम गर्नुपर्ने हुन्छ। र स्टेप 3 मा यो पत्ता लगाइसकेपछि हामी यदि डाइरेक्ट मेथडलाई अप्लाई गर्दै छौं भने हामीले सबैभन्दा पहिले
ब्यालेन्स सिटको रिटेन अर्निङलाई चाहिँ गोलो लगाउनु पर्ने हुन्छ। किन त भन्दा डाइरेक्ट मेथडबाट यदि हामी क्यास फ्लो स्टेटमेन्ट बनाउँदैछौँ भने हामीलाई रिटेन अर्निङको काम छैन अथवा यो युजेबल छैन, त्यसो भने यसलाई हामी इग्नोर गर्ने भयौँ र यसलाई क्वेसनमा छैन जस्तो डिल गर्ने भयौँ। त्यस पछाडि दोस्रो स्टेपमा क्यास अथवा हामीलाई कोही कोही बेला ब्याङ्क दिएको हुनसक्छ अथवा कोही कोही बेला मार्केटेबल सेक्युरिटिज पनि दिएको हुनसक्छ। त्यस्तो बेलामा क्यास एट ब्याङ्कलाई पनि हामी यहाँनिर गर्छौँ, यहाँनिर अन्डरलाइन गर्छौँ र यसलाई लास्ट भनेर लेखिराख्छौँ, अर्थात् यसलाई हामी फर्मेटको सबैभन्दा लास्टमा के गर्छौँ एडजस्ट गर्छौँ। र यति गरिसकेपछि अब हामीलाई यहाँ रहेका केही एकाउन्टिङ हेड्सहरू बाँकी रहे जसलाई बढ्दैछ कि घट्दैछ भन्ने कन्सेप्टको आधारमा हामी के गर्छौँ सल्भ गर्छौँ। त्यसो भने अब स्टेप 1 स्टेप 2 र स्टेप 3 पछाडि अब हामी के गर्ने भयौँ त भन्दा अब फर्मेटमा हामी आउने भयौँ र फर्मेटमा सबैभन्दा पहिले हामीले के राख्छौँ त भन्दाखेरि क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज राख्छौँ र अपरेटिङ एक्टिभिटिज भित्र पनि हामीले विभिन्न सब हेडहरू हेरेको थियौँ ए बी सी र डी गरेर। अब ती सब हेड भित्र चाहिँ पर्ने आइटमहरू कुन कुन हुन् र तिनीहरू बढ्दैछन् कि घट्दैछन् भन्ने कुरालाई एडजस्ट गरेको। त्यसो भने सबैभन्दा पहिले ए नम्बरमा हामीसँग छ क्यास कलेक्सन फ्रम डेप्टर्स र बुकमा यही हेडिङलाई क्यास सेल्स एन्ड कलेक्सन फ्रम कस्टमर भन्न सकेको हुन्छ। हामीले चाहिँ अब सजिलो फर्मेट अन्तर्गत क्यास कलेक्सन फ्रम डेप्टर्स भनेर लेख्नेछौँ र यो गर्न पाइन्छ। त्यसो भने हामी के गर्ने भयौँ त भन्दाखेरि क्यास कलेक्सन फ्रम डेप्टर्स लेख्ने भयौँ र यहाँनिर सबैभन्दा पहिले यो केसमा सबैभन्दा पहिले हामीलाई के चाहिन्छ त भन्दाखेरि नेट सेल्स चाहिन्छ। अनि हामीलाई क्वेसनमा नेट सेल्स कहाँ दिएको छ त भन्दा एडिसनल इन्फर्मेसनमा दिएको छ। तर एडिसनल इन्फर्मेसनमा हामीलाई के भनेको छ भन्दाखेरि सेल्स 1 लाख भनिदिएको छ, अर्थात् यहाँ त नेट सेल्सलाई मेन्सन गरेको छैन। त्यसो भने यस्तो केसमा हामीले के बुझ्नुपर्छ त भन्दाखेरि यहाँ नेट सेल्स नदिए तापनि हामीलाई यो क्वेसनमा कहीँ पनि क्रेडिट सेल्स अथवा सेल्स रिटर्न नदिएको कारणले हामीले के गर्दैछौँ त भन्दा यही सेल्सलाई के मान्दैछौँ नेट सेल्स मान्दैछौँ। त्यसो भने हामी यहाँ के लेख्ने भयौँ त भन्दाखेरि सेल्स लेख्ने भयौँ र सेल्स कति छ भन्दा 1 लाख छ। अब ध्यान दिनुपर्ने कुरा के छ भन्दाखेरि सेल्स अथवा सामान बेच्दाखेरि क्यास आउने भएकोले यसको पैसालाई हामी जहिले पनि के गर्छौँ भन्दा पोजिटिभ फर्ममा लेख्ने गर्छौँ। त्यस पछाडि हामीलाई चाहिन्छ डेप्टर्स। अब यो फर्मेटमा किन क्यास कलेक्सन फ्रम डेप्टर्स लेखेको हो त भन्दा हामीलाई थाहा होस् कि यो हेडिङ अन्तर्गत कहीँ न कहीँ के आउँछ डेप्टर्स आउँछ। त्यसो भने डेप्टर्सलाई त हामीले डेबिट आइटम मानेको थियौँ, त्यसो भने पक्कै पनि एसेट साइडमा छ। अनि एसेट साइडमा यहाँनिर के छ त भन्दा डेप्टर्स छ। अनि डेप्टर्सको पैसालाई हेर्ने हो भने यो पहिलो वर्ष 15,000 छ र दोस्रो वर्ष हेर्दा 10,000 छ, अर्थात् यहाँ डेप्टर्स घट्दैछ, डिक्रिज हुँदैछ। डेप्टर्सको अमाउन्ट घट्नु भनेको डेबिट अमाउन्ट घट्नु र जति नै घट्छ त्यसलाई त के गर्नुपर्छ पोजिटिभ फर्ममा प्लस फर्ममा लेख्नुपर्छ। त्यसो भने अहिलेको केसमा डेप्टर्सको पैसा के हुँदैछ 5,000ले घट्दैछ र त्यो 5,000लाई अब के गर्ने भयौँ पोजिटिभ फर्ममा लेख्ने भयौँ। त्यसो भने अब हामीले बुझ्नुपर्ने कुरा के रहेछ त भने अब हाम्रो अहिलेको केसमा डेप्टर्स के हुँदैछ घट्दैछ। घट्नुलाई हामी के भन्छौँ भन्दाखेरि डिक्रिज इन डेप्टर्स र कतिले गर्दैछ त भन्दाखेरि अहिलेको केसमा 5,000ले घट्दैछ। त्यसो भने 5,000लाई के गर्ने भयौँ हामी प्लस फर्ममा लेख्ने भयौँ। र अब यदेखि पछाडिका एकाउन्ट्स अथवा बिल्स अथवा नोट्स रिसिभेबल्सका कुनै पनि इन्फर्मेसन हामीलाई दिएको छैन अथवा प्रोभिजन फर डाउटफुल ब्याड डेट रिकभर्ड र डिस्काउन्ट अलाउडको बारेमा यहाँ इन्फर्मेसन नभएको कारणले यहाँ आउने अकाउन्टिङ हेड्स यति नै छन् भनेर बुझ्छौँ र यिनीहरूलाई के गर्छौँ क्लोज गर्छौँ। र यिनीहरूलाई क्लोज गर्दा यिनीहरूको सम अथवा टोटल कति आउँदैछ भन्दा 1,05,000 आउँदैछ। त्यस पछाडि अर्को हेड हाम्रो सुरु हुँदैछ। अर्को हेड के छ त भन्दा क्यास पेड टु क्रेडिटर्स। त्यसो भने अब हामी नम्बर बीमा के राख्ने भयौँ त भन्दाखेरि नम्बर बीमा क्यास पेड टु क्रेडिटर्स र यो हेड अन्तर्गत सबैभन्दा पहिले हामीलाई के चाहिन्छ त भन्दा कस्ट अफ गुड्स सोल्ड। त्यसो भने क्वेसनले हामीलाई कस्ट अफ गुड्स सोल्ड भनेर यहाँ मेन्सन गरेको छ कति भन्दा 80,000। त्यसो भने हामी यहाँ सिधा लेख्ने भयौँ के त भन्दाखेरि कस्ट अफ गुड्स सोल्ड कति छ त भन्दा कस्ट अफ गुड्स सोल्डको अमाउन्ट छ 80,000। तर यो कस्ट भन्ने बित्तिकै लागत अथवा खर्च हो र खर्च गर्दाखेरि त कम्पनीबाट क्यास के हुन्छ बाहिर जान्छ। त्यस कारणले यो कुन फर्ममा लेख्नुपर्छ नेगेटिभ फर्ममा। र यस पछाडि हामीलाई क्रेडिटर्स चाहिन्छ, अर्थात् हाम्रो एकाउन्टिङ हेड्समै हामीले यहाँनिर क्यास पेड टु क्रेडिटर्स भनेर मेन्सन गरेको कारणले यहाँ सेकेन्डमा क्रेडिटर्स आउँछ। जसरी योभन्दा अगाडि माथिको हेडमा डेप्टर्स थियो र डेप्टर्स ल्यायौँ त्यसरी नै अब क्रेडिटर्स आउँछ। क्रेडिटर्स क्रेडिट आइटम हो र क्रेडिट आइटम भनेपछि पक्कै पनि क्रेडिट साइडमै हुन्छ।
त्यसो भने क्रेडिट साइडमा क्रेडिटर्स छ, पहिलो वर्ष क्रेडिटर्स 29,000 छ, दोस्रो वर्ष हेर्दा 32,000 छ। यसको मिनिङ क्रेडिटर्स के हुँदैछ, बढ्दैछ, क्रेडिटर्सको अमाउन्ट बढेको छ। अनि क्रेडिट अमाउन्ट यदि बढ्छ भने जतिले वर्ष त्यसलाई के गर्नुपर्छ, पोजिटिभ फर्ममा अथवा प्लसमा लेख्नुपर्छ भन्ने। त्यसो भने अहिलेको केसमा हेर्ने हो भने क्रेडिटर्स कतिले बढ्दैछ त भन्दा 3,000 ले बढ्दैछ। त्यसो भने हामी यहाँ के गर्ने भयौँ भन्दा इन्क्रिज इन क्रेडिटर्स गर्ने भयौँ र कतिले भन्दा 3,000 ले, तर केमा, प्लस फर्ममा। किन त भन्दा जतिले बढ्छ त्यसलाई के राख्नुपर्छ, पोजिटिभ फर्ममा राख्नुपर्छ भनेको छु। त्यस्तै अब सेकेन्डमा चाहिन्छ हामीलाई स्टक अथवा इन्भेन्ट्री। अब क्वेसनले कोही बेला स्टक भनेर दिएको हुनसक्छ भने, कोही बेला इन्भेन्ट्री भनेर दिएको हुनसक्छ भने, कोही बेला क्लोजिङ स्टक पनि भन्न सकेको हुन्छ। जे भने पनि अहिलेको केसमा हामीलाई यहाँ स्टक भनेर दिएको छ र स्टक भनेको डेबिट आइटम हो र यो पहिलो वर्ष 30,000 थियो र दोस्रो वर्ष हेर्दा 20,000 छ। त्यसो भने सुरुमा 30,000 थियो र अहिले 20,000 छ भन्नुको अर्थ यहाँ स्टक घट्दैछ र स्टक भनेको डेबिट आइटम हो र डेबिट आइटम घट्दाखेरि त्यो पैसालाई जति नै घट्दैछ त्यसलाई पोजिटिभ फर्ममा राख्नुपर्छ। त्यसो भने अहिलेको केसमा यहाँनिर के हुँदैछ त भन्दाखेरि डिक्रिज इन स्टक कतिले भन्दा 30 थियो 20 हुँदैछ भनेपछि 10,000, तर कुन फर्ममा भन्दा पोजिटिभ फर्ममा। किन त भन्दाखेरि जतिले घट्छ डेबिट आइटम त्यतिले क्यास के हुन्छ, बढ्छ अथवा यसलाई प्लसमा राख्नुपर्छ। र यस पछाडिका हामीलाई एकाउन्ट्स बिल्स पेएबल्स, नोट्स पेएबल्स, डिस्काउन्ट रिसिप्टको बारेमा कुनै इन्फर्मेसन दिएको छैन। त्यसकारणले अहिलेको लागि हामीसँग यति नै रहेछ। यसलाई जोडेर हेर्ने, टोटल गरेर हेर्ने हो भने यो आउँछ 67,000। अब पोजिटिभ कि नेगेटिभमा भन्दा -80 बाट 10 गर्दा 70, 70 बाट 3 गर्दाखेरि 67, तर कुनमा माइनस फर्ममा आउँदैछ। र अब अर्को हाम्रो हेडिङ सुरु हुँदैछ क्याश पेड टु इम्प्लोइ एन्ड अदर अपरेटिङ एक्सपेन्सेस। त्यसो भने अब अर्को हाम्रो हेडिङ सुरु भयो सी नम्बरमा क्याश पेड टु इम्प्लोइ एन्ड अदर अपरेटिङ एक्सपेन्सेस भन्ने हो। र अपरेटिङ एक्सपेन्सेस भन्ने बित्तिकै हामीलाई यहाँनिर सबैभन्दा पहिले के चाहिन्छ त, अपरेटिङ एक्सपेन्सेस चाहिन्छ। र अहिलेको केसमा हामीलाई क्वेसनले नै अपरेटिङ एक्सपेन्सेस इज ₹26,000 भनौँ र फर्दर इन्फर्मेसनमा इन्क्लुडिङ इन्ट्रेस्ट एक्सपेन्सेस 4,000 पनि भन्दैछ। अर्थात् यो 26,000 भित्र, अर्थात् यो 26,000 भित्र 4,000 चाहिँ के छ, 4,000 चाहिँ इन्ट्रेस्टको पैसा छ जसलाई हामीले अपरेटिङ मान्न पाइएन। तर फाइनेन्सियल इन्स्टिट्युसनको हकमा भने इन्ट्रेस्टलाई अथवा इन्ट्रेस्टको अमाउन्टलाई अपरेटिङ एक्सपेन्सेसमा मान्न पाइन्छ, तर अन्य गुड्स सप्लाई गर्ने, प्रड्युस गर्ने कम्पनीको हकमा चाहिँ भने हामीले यसलाई अपरेटिङमा राख्न पाइँदैन। त्यसो भने यो कहाँ आउँछ त भन्दा अहिले या त इन्ट्रेस्टमा आउन सक्छ या त भरे हाम्रो इन्भेस्टिङमा आउन सक्छ। अहिले भरे त्यसलाई छलफल गर्छौँ। 26,000 मध्ये 4,000 चाहिँ इन्ट्रेस्टको हो भने अब खासमा अपरेटिङको चाहिँ कति रहेछ त भन्दा 22,000 मात्र रहेछ। त्यसो भने अहिलेको केसमा हाम्रो अपरेटिङ एक्सपेन्सेस 26,000 दिइराख्दा पनि हामीले त्यसमा इन्ट्रेस्टलाई घटाएर अब के गर्ने भयौँ त भन्दाखेरि अपरेटिङ एक्सपेन्सेस हामीले यहीँ देखाउँछौँ। टोटल त ₹26,000 हो, त्यसमा इन्ट्रेस्ट 4,000 घटाइदिन्छौँ र कति मात्र रहेछ भन्छौँ, 22,000 मात्र रहेछ भन्छौँ। र यसलाई एक्सपेन्सेस भएकोले नेगेटिभ फर्ममा राख्दैछौँ। र त्यस पछाडि म्याक्सिमम हामीलाई यो केसमा यदि कुनै पनि एक्सपेन्सेसको आउटस्ट्यान्डिङ छ अथवा कुनै पनि एक्सपेन्सेसको प्रिपेड छ भने एडजस्ट गर्नुपर्ने हुन्छ। अनि त्यसमा के हुन सक्छन् भनेर हामीले हिजै छलफल गरिसकेका छौँ, सेलेरी, वेजेस, इन्सुरेन्स, रेन्ट लगायत एक्सपेन्सेससँग रिलेटेड कुराहरू। त्यसो भने अहिलेको केसमा हामीलाई एक्सपेन्सेसको प्रिपेड भनौँ भने एसेट्स हुन्छ, डेबिट साइडमा हुन सक्छ, र एक्सपेन्सेस भनौँ भने लाइबिलिटिज हुन्छ र त्यो क्रेडिट साइडमा हुन सक्छ। र अहिलेको केसमा हेर्ने हो भने हामीलाई कुनै पनि एकाउन्टिङ हेड दिएन, तर डाइरेक्ट के भनिदियो, एक्सपेन्सेस ड्यू भनिदियो। र यसको पैसा पहिलो वर्ष 2,000 छ र अहिले 3,000 छ, अर्थात् यसको पैसा के हुँदैछ, बढ्दैछ। अनि यो भनेको त क्रेडिट आइटम, र क्रेडिट आइटमको पैसा बढ्छ भने जतिले बढ्छ त्यसलाई हामी के गर्छौँ, प्लसमा राख्छौँ। त्यसो भने हामीसँग के भेट्यो त यहाँ भन्दाखेरि इन्क्रिज अथवा बढेको देखियो, इन्क्रिज इन आउटस्ट्यान्डिङ एक्सपेन्सेस कतिले बढेको देखियो भन्दा 2,000 बाट 3,000 हुँदैछ भनेपछि 1,000 ले बढेको देखियो। डिफरेन्स 1,000 छ, तर यो क्रेडिट आइटम भएकोले क्रेडिट आइटम बढ्यो भने जतिले बढ्छ त्यसलाई केमा राख्नुपर्छ, प्लस पोजिटिभ फर्ममा राख्नुपर्छ। त्यसो भने के गरौँ भयौँ, हामीले यहाँ पोजिटिभ फर्ममा राख्ने भयौँ। त्यस्तै अब हामीलाई प्रिपेडसँग रिलेटेड यहाँ कुनै पनि इन्फर्मेसन दिएन। त्यसो भने यो
सब हेड अन्तर्गतका एकाउन्टिङ हेड्सहरू यति नै रहेछन् भन्ने हामीले बुझ्यौँ। त्यसो भने यसलाई टोटल गरेर हेर्ने हो भने यहाँ कति आयो त -21,000 अर्थात् -22,000 मा +1,000 घटाइदिने भने कति आउँछ 21,000 आउँछ। त्यस पछाडि अर्को हाम्रो हेडिङ सुरु भयो डी नम्बरमा इन्ट्रेस्ट एन्ड ट्याक्स। त्यसो भने अब हामी अर्को हेडिङ क्रिएट गर्ने रहेछौँ डी नम्बरमा इन्ट्रेस्ट एन्ड ट्याक्स। अब इन्ट्रेस्ट एन्ड ट्याक्समा हामीले के गर्छौँ भन्दा या त इन्ट्रेस्ट पेड हुन सक्छ या त ट्याक्स पेड हुन सक्छ या त यिनीहरूकै आउटस्ट्यान्डिङ हुन सक्छ या यिनीहरूकै प्रिपेड हुन सक्छ भनेको छ एक्सपेन्सेस। त्यसो भने अहिलेको केसमा हामीलाई माथि कहीँ पनि इन्ट्रेस्ट एक्सपेन्सेससँग रिलेटेड प्रिपेड अथवा आउटस्ट्यान्डिङ दिएको छैन। त्यसो भने तल आएर खोजौँ, तल आएर खोज्दा पनि हामीले यहाँ कहीँ पनि इन्ट्रेस्ट भन्ने कुरालाई यहाँ इन्डिभिजुअल चाहिँ देखेको छैनौँ। तर यो एउटा क्वेसनभित्र त्यहीँनिर हामीलाई के भनेको छ इन्क्लुड्स भनिदिएको थियो र इन्क्लुड्स भनेको कारणले हामीले त्यो 26,000 बाट 4,000 झिकेको थियौँ जुन चाहिँ के थियो भन्दाखेरि इन्ट्रेस्ट एक्सपेन्सेस थियो। अब यसलाई छुट्याएको छौँ हामीले अर्थात् यो लेख्दै गरेको 22,000 मा राखेको छैनौँ भनेको चाहिँ अब इन्ट्रेस्टको एक्सपेन्सेस बेग्लै छ। त्यसैले अबको केसमा इन्ट्रेस्टकै हेड आउँदैछ। त्यसो भने हामीलाई त्यहाँ इन्डाइरेक्टली क्वेसनले के दिएको छ त भन्दाखेरि इन्ट्रेस्ट एक्सपेन्सेस अथवा यसलाई पेड लेख्दा पनि हुन्छ कति रहेछ त भन्दा 4,000। अब यो एक्सपेन्सेस भएको कारणले यसलाई के राख्छौँ नेगेटिभ फर्ममा राख्छौँ र योसँग अथवा ट्याक्ससँग रिलेटेड कुराहरू केही नभएकोले यो हेडिङमा यति नै रहेछ अथवा -4,000। र त्यस पछाडि हाम्रो अर्को हेड सुरु हुन्छ क्याश फ्रम अपरेसन बिफोर एक्स्ट्रा अर्डिनरी आइटम निकाल्नु चाहिँ पर्ने हो, फर्मेटको रुल्स अनुसार जानु चाहिँ पर्ने त्यो हो। तर यो एक्स्ट्रा अर्डिनरी बाहेकको क्यास फ्लो भन्नुभन्दा पहिले क्वेसनले के एक्स्ट्रा अर्डिनरी आइटम दिएको छ त भन्ने कुरालाई खोज्नुपर्ने हुन्छ। अनि अहिलेको केसमा कहीँ पनि ब्याङ्क ओभरड्राफ्ट दिएको छैन। यदि दियो भने क्रेडिट साइडमा हुन्छ, किन भन्दा ब्याङ्क ओभरड्राफ्टलाई हामीले सर्ट टर्म लोन मान्छौँ अनि लोन भनेको के हो त क्रेडिट आइटम हो। त्यसो भने यहाँनिर यदि थियो भने यहाँभित्र हिँड्थ्यो, तर अहिलेको केसमा छैन भने चाहिँ एक्स्ट्रा अर्डिनरी आइटमै छैन। त्यसो भने हामीले अब के भन्न पाइयो भन्दा डाइरेक्ट नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भन्न पाइयो। त्यसो भने अब हामी यो सबैलाई क्याल्कुलेसन गरेर के निकाल्दैछौँ त भन्दाखेरि नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज भन्छौँ र यसलाई क्यापिटल ए लेख्छौँ। र अहिलेको केसमा हाम्रो क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज कति निस्किँदैछ त भनेर टोटल गरेर हेरौँ र यिनीहरूलाई टोटल गरेर हेर्ने हो भने हामीसँग पोजिटिभ ब्यालेन्स थियो 1,05,000, त्यसमा नेगेटिभ ब्यालेन्स छ 67,000, त्यस पछाडि अर्को नेगेटिभ ब्यालेन्स छ -21,000, त्यसपछि अर्को नेगेटिभ ब्यालेन्स छ -4,000 गरेर हामीसँग अहिले कति ब्यालेन्स आयो त भन्दाखेरि हामीसँग अहिले पोजिटिभ 13,000 को ब्यालेन्स आउँदैछ र जसलाई हामीले नाम दिँदैछौँ के भन्दा नेट क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज नाम दिँदैछौँ। र अब हाम्रो दोस्रो स्टेप सुरु भयो। पहिलो स्टेप थियो क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज, अब सुरु हुँदैछ क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज। त्यसो भने अब इन्भेस्टिङ एक्टिभिटिज। त्यसो भने अब नम्बर 2 मा हामी के गर्दैछौँ त भन्दाखेरि क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज भन्दैछौँ र इन्भेस्टिङ एक्टिभिटिज भित्र कुनै पनि सब हेड नभएकोले अर्थात् क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिजबाट कुनै पनि सब हेड नभएको अथवा यो भित्र डाइरेक्ट यसका एकाउन्टिङ हेड्सहरू नै भएकाले हामीले अघिको अपरेटिङ एक्टिभिटी जस्तो ABCD गरेर छुट्याइराख्नु परेन। र हामीलाई इन्भेस्टिङ एक्टिभिटिज भित्र के थाहा छ त भन्दा या त एसेट्स या त पर्चेज भएको हुन सक्छ या त सेल्स भएको हुन सक्छ, यही दुईटा इन्फर्मेसन चाहिन्छ भनेको थियौँ। त्यसो भने एसेट साइड हामीलाई यहाँ छुट्याएको छ। अब म्याक्सिमम हामीले के ध्यान दिनुपर्छ त भन्दाखेरि यदि एडिसनल इन्फर्मेसनमा फिक्स एसेट्ससँग रिलेटेड कुरा कहीँ मेन्सन गरेको छ, पर्चेज अथवा सेल्स भनेको छ भने त्यस्तो बेलामा हामीले माथि ब्यालेन्स सिटको फिक्स एसेटलाई चलाउनु हुँदैन। ध्यान दिनुपर्ने कुरा यहाँ छ। फिक्स एसेट्सको सँग रिलेटेड अथवा योसँग सम्बन्धित कुनै इन्फर्मेसन यदि एडिसनल इन्फर्मेसनमा दिन्छ भने फिक्स एसेट्स भनेर केही इन्फर्मेसन तल दिन्छ भने त्यस्तो बेलामा ब्यालेन्स सिटको फिक्स एसेटलाई हामी कम्पेयर गर्दैनौँ, चलाउँदैनौँ, त्यसलाई हामी केही पनि गर्दैनौँ। र अहिलेको केसमा डाइरेक्ट के भन्दैको छ भन्दा फिक्स एसेट्स पर्चेज 29,000 भन्दैको छ। त्यस्तो केसमा हामी यहाँ फिक्स एसेट बढो कि घटो भनेर हेर्दैनौँ। तर कोही बेला यहाँनिर फिक्स एसेट्स नेट भन्छ र तल केही पनि
इन्फर्मेसन दिँदैन, डेप्रिसिएसन पनि दिएको हुन सक्छ। त्यस्तो क्वेसन यो पछाडि हामी सल्भ गर्नेछौँ। तर अहिलेको केसमा हाम्रो फिक्स एसेटसँग सम्बन्धित कुरा यहाँनिर एडिसनल इन्फर्मेसनमा दिएको कारणले माथिको फिक्स एसेटलाई हामी चलाइनौँ। त्यसो भने डाइरेक्ट हामीलाई के दिएको छ त भन्दा फिक्स एसेट्स पर्चेज दिएको छ। त्यसो भने नम्बर 1 मा हामी के राख्ने भयौँ भन्दाखेरि नम्बर 1 मा पर्चेज अफ फिक्स एसेट्स कति भनेको छ त भन्दाखेरि 29,000। अब ध्यान दिनुपर्ने कुरा पर्चेज सामान किनिराख्दाखेरि क्यास जान्छ, त्यसकारणले यसको पैसालाई केमा राख्नुपर्छ माइनस फर्ममा राख्नुपर्छ अथवा नेगेटिभ फर्ममा राख्नुपर्छ। त्यस्तै अब हामीलाई फिक्स एसेटसँग अरू केही इन्फर्मेसन पनि दिएन अनि फिक्स एसेट भित्र यही जम्मा एउटा फिक्स एसेट दिएको थियो अथवा ल्यान्ड बिल्डिङ फर्निचर मेसिनरी प्लान्ट इक्विपमेन्ट भनेर दिएको थिएन। त्यसो भने जम्मा यहाँ फिक्स एसेट्स एउटै रहेछ। अनि यहाँ जाने अर्को कुरा इन्भेस्टमेन्टसँग रिलेटेड कुरा हो, इन्भेस्टमेन्ट पनि कहीँ पनि छैन। त्यसो भने यो हेडबाट जम्मा जम्मी यही एउटा कुरा मात्र रहेछ। त्यसो भने यसको टोटललाई अब हामी यहाँ लाने भयौँ 29,000 र यो 29,000 लाई हामी के भन्दैछौँ त भन्दाखेरि यो के हो त नेट। अब ध्यान दिनु यो केमा आउँदैछ त भन्दाखेरि यो त नेगेटिभ फर्ममा आउँदैछ। अनि नेगेटिभ फर्ममा आयो भन्नुको मिनिङ इन्भेस्टिङ एक्टिभिटिजबाट एक्टिभिटिज अन्तर्गत कम्पनीभित्र त्यो एक्टिभिटिजले ल्याएको क्यास भन्दा त्यो एक्टिभिटिज अन्तर्गत गरिएको कामले जाने कम्पनीबाट बाहिर जाने क्यासको अमाउन्ट चाहिँ बढी रहेछ। त्यही भएर केमा आउँदैछ माइनस हुँदैछ। अर्थात् यसले त एक्स्ट्रा के गर्दै रहेछ त भन्दाखेरि क्यास कम्पनीको युज गर्दै रहेछ। त्यसो भने यहाँ फ्लो त भयो तर जति पनि फ्लो भएको कुराहरू के भयो युज भयो। त्यही भएर हामी के भन्छौँ भनेको थियौँ भन्दाखेरि नेट क्यास फ्लो युज टु इन्भेस्टिङ एक्टिभिटिज भन्छौँ र यसलाई क्यापिटल बीले डिनोट गर्छौँ भनेको थियौँ। त्यस्तै अब हाम्रो यो 2 नम्बरको क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटिज भित्र भएका कुराहरू पनि अथवा त्यो भित्र भएका एकाउन्टिङ हेड्सहरू बढ्ने अथवा घट्ने काम पनि सक्छ। त्यसो भने अब हामीसँग अर्को हेड्स के बाँकी छ त भन्दा क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटिज बाँकी छ। त्यसो भने अब हामी नम्बर 3 मा के गर्ने रहेछौँ त भन्दाखेरि क्यास फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटिज भनेर अर्को एउटा हेडिङ सुरु गर्दैछौँ र यो भित्र या त सेयर या त डिभेन्चर या त लोनसँग रिलेटेड कुरा हुन्छ भनेको थियो। त्यसो भने अहिलेको केसमा हामीले हेर्ने हो भने हामीलाई के चाहिन्छ त भन्दा सेयर अथवा डिभेन्चरसँग सम्बन्धित कुरा। त्यसो भने हामीले यो साइडबाट क्रेडिटर्सलाई पनि चलाइसक्यौँ, एक्सपेन्सेसलाई पनि चलाइसक्यौँ, रिटर्न अर्निङ छुँदैनौँ भने चाहिँ रहेको छ लोन र सेयर क्यापिटल र यो दुइटै कहाँ पर्छ यहाँ पर्छ। त्यसो भने यो दुईटालाई हेर्दै गर्दाखेरि हामीलाई के जानकारी अथवा के थाहा भयो भन्दाखेरि लोन क्रेडिट आइटम्स हो। लोनको अमाउन्ट 2021 मा अघिल्लो वर्ष 50,000 थियो, अहिले 68,000 हुँदैछ भन्नुको मिनिङ यहाँ लोनको अमाउन्ट के हुँदैछ बढ्दैछ। अनि यो क्रेडिट आइटम्स हो र क्रेडिट आइटम्सको अमाउन्ट जतिले बढ्छ त्यसलाई के गर्छौँ पोजिटिभ फर्ममा राख्छौँ। त्यसो भने यहाँ जम्मा अहिले कतिले लोनको अमाउन्ट बढ्दैछ त भन्दा 18,000 नै बढ्दैछ। त्यसो भने यहाँनिर हामी लोनलाई लेख्न पनि सक्छौँ। तर यिनीहरूको वरियता क्रमलाई हेर्ने हो भने यिनीहरूलाई सिस्टमेटिक वेमा राख्ने हो भने पहिले हामी सेयर क्यापिटललाई मेन्सन गर्छौँ। त्यसो भने सेयर क्यापिटलको पैसा चाहिँ सुरुमा कति छ त भन्दाखेरि 80,000 छ। त्यस पछाडि दोस्रो वर्ष हेर्दा कति छ त बढेर 90,000 भएको छ। यो पनि क्रेडिट आइटम हो र क्रेडिट आइटम बढ्दा जतिले बढ्छ त्यसलाई प्लस भन्छौँ। तर यो सँगसँगै हामीले के भनेको थियौँ भन्दा यदि सेयर क्यापिटलको पैसा बढ्छ भने त्यसलाई इस्युड मान्नुपर्छ अथवा इस्यु मान्नुपर्छ भनेको। त्यसो भने अहिलेको केसमा के भएछ त भन्दाखेरि सेयरको पैसा बढ्दैछ, बढ्नुलाई इस्यु भन्छौँ। त्यसो भने नम्बर 1 मा के लेख्ने भयौँ त भन्दाखेरि इस्यु अफ सेयर क्यापिटल अथवा यो क्यापिटल हैन सेयर मात्र लेख्दा पनि हुन्छ। र कतिले बढ्दैछ त भन्दाखेरि 80,000 थियो अहिले 90,000 हुँदैछ भन्नुको मिनिङ 10,000 ले बढ्दैछ। अनि यो क्रेडिट आइटम हो, क्रेडिट आइटमको अमाउन्ट जतिले बढ्छ त्यसलाई त के गर्छौँ पोजिटिभ फर्ममा लेख्छौँ। त्यसो भने अब अर्को रहेको छ लोनको केसमा लोन अघि 50,000 थियो अहिले के हुँदैछ 68,000 हुँदैछ। लोन बढ्दैछ र लोन बढ्यो भने त्यसलाई हामी लोन रिसिप्ट भन्छौँ भनेको। त्यसो भने 2 नम्बरमा के भयो त भन्दाखेरि लोन रिसिप्ट भन्दैछौँ र कतिले बढ्दैछ त भन्दाखेरि यहाँ हेर्ने हो भने 50,000 थियो अहिले 68,000 हुँदैछ भन्नुको मिनिङ 18,000 ले के गर्दैछ लोन बढ्दैछ। र बढ्नुलाई हामी क्रेडिट आइटम बढाउ भन्छौँ र क्रेडिट आइटम बढ्दा जतिले बढ्छ त्यसलाई त पोजिटिभ फर्ममा राख्छौँ। त्यस्तै अब हामीसँग अर्को कुरा के छ त भन्दाखेरि यो केसमा या त इन्ट्रेस्ट पेडका कुराहरू आउन सक्छन् या त डिभिडेन्ड पेडका कुराहरू आउन सक्छन्। यदि क्वेसनले तोकेर इन्ट्रेस्ट अन लोन भन्छ अथवा इन्ट्रेस्ट अन डिभेन्चर भन्छ भने चाहिँ त्यस्तो केसमा त्यसलाई इन्ट्रेस्ट पेड अन लोन भन्न पाइन्छ र यहाँ राख्न पाइन्छ। अथवा इन्ट्रेस्ट अन डिभेन्चर
भन्न पाइन्छ र यहाँ राख्न पाइन्छ, तर इन्ट्रेस्ट मात्रै भन्छ भने चाहिँ यहाँ इन्ट्रेस्टकै हेड हुने भएकोले गर्दा अघि हामीले इन्ट्रेस्ट एक्सपेन्सेसलाई अपरेटिङ भित्रै राख्यौँ। त्यसकारणले यो एजम्सन अनुसार फरक पर्न सक्छ। त्यसकारणले अब अर्को एउटा छ डिभिडेन्ड पे र क्वेसनलाई हेर्दै जाने हो भने हामीले सेल्सलाई पनि एडजस्ट गरिसक्यौँ, कस्टलाई पनि, अपरेटिङलाई पनि, फिक्स एसेटलाई पनि, अन्तिममा राख्न छ के त क्यास डिभिडेन्ड। र क्यास डिभिडेन्डको पछाडि यदि यहाँ पेड भन्दैन र रिसिभ पनि भन्दैन भने यसको मिनिङ के मान्नुपर्छ भन्दा पेड मान्नुपर्छ। त्यसो भने अहिले क्यास पेड रहेछ कति त क्यास डिभिडेन्ड पेड रहेछ 7,000। त्यसो भने के छ त यहाँ भन्दाखेरि क्यास डिभिडेन्ड पेड कति छ त भन्दा 7,000 छ। अब ध्यान दिउँ, पेड गर्दाखेरि पैसा आउँछ कि जान्छ त? पेड गर्दाखेरि पैसा त के हुन्छ जान्छ। त्यसकारणले अब हामी यसलाई के गर्दैछौँ माइनस फर्ममा लेख्दैछौँ। यदि 18,000 मा 7,000 घट्ने भने 11,000 रहन्छ, 11 र 10 जोड्ने हो भने कति हुने भयो त? 11 र 10 जोड्ने हो भने 21,000 हुने हो, तर केमा पोजिटिभ फर्ममा। र अहिलेसम्म हेर्ने हो भने डेबिट साइडमा पनि डेप्टर्सलाई पनि एडजस्ट गर्यौँ, स्टकलाई पनि, क्यासलाई अहिले चलाउन पाइँदैन, फिक्स एसेटलाई हामी चलाउँदैनौँ भने अब हाम्रो सबै कुराहरू के भइसक्यो एडजस्ट भइसक्यो भनेपछि हामी यो फर्मेटको एन्डमा आउँदैछौँ। त्यसो भने अब हामी एन्डमा के गर्छौँ भन्दाखेरि यो पोजिटिभ फर्ममा हाम्रो अमाउन्ट आएको कारणले यसलाई के भन्ने भयो भन्दाखेरि नेट क्यास फ्लो फ्रम फाइनान्सिङ एक्टिभिटिज भनेर क्यापिटल सी लेख्ने भयौँ। र अब अन्तिममा हामी के निकाल्दैछौँ भन्दाखेरि नेट चेन्ज इन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट। यो कसरी निकाल्छौँ भन्दा क्यापिटल ए, क्यापिटल बी र क्यापिटल सी को पैसा जोडेर। त्यसो भने हामीले 29,000 बाट 21,000 यो माइनसबाट प्लस घटाउँदा पनि अझै कति रहन्छ -8,000। -8,000 बाट यहाँ घटाइदिने भने रहन्छ कति त भन्दाखेरि 5,000। त्यसो भने यहाँ के गर्दैछौँ त भन्दा एउटा प्लस 13,000 छ, अर्को प्लस छ 21,000। त्यसो भने यो दुईटालाई जोडेर पनि हेरौँ न त। यो दुईटालाई जोड्ने हो भने 3 र 1 ले 4, 1 ले 3 34,000, अर्को 29,000 चाहिँ केमा छ त माइनसमा छ। यो घटाउने भने ब्यालेन्स कति आउँछ 5,000। त्यसो भने हाम्रो नेट चेन्ज इन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट कति आउँदैछ त 5,000 आउँदैछ, केमा भन्दा पोजिटिभ फर्ममा। र अब फर्मेट अनुसार नेट चेन्ज इन क्यास एन्ड क्यास इक्विभ्यालेन्ट आइसकेपछि यसमा एड गर्छौँ ओपनिङ क्यास ब्यालेन्स। तर अहिलेको केसमा हाम्रो क्यास एट ब्याङ्क यहाँ छ, ओपनिङ भनेको सुरुको र क्लोजिङ भनेको अन्तिमको भनेको छौँ। त्यसो भने एड के गर्ने भयौँ त यहाँ भन्दा एड ओपनिङ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट कति छ त भन्दाखेरि 25,000 छ। त्यसो भने यसमा के गर्ने भयौँ 25,000 जोड्ने भयौँ र यो दुईटालाई जोड्दाखेरि आउँदैछ कति त भन्दा 30,000। र ध्यान दिनुपर्ने कुरा के छ भन्दा नेट चेन्ज इन क्यास एन्ड क्यास इक्विभ्यालेन्टमा यदि ओपनिङ क्यास ब्यालेन्स जोड्ने हो भने जहिले के निस्किन्छ क्लोजिङ क्यास ब्यालेन्स निस्किन्छ। र यसरी निस्किन्छ भने मात्रै हाम्रो क्यास फ्लो स्टेटमेन्ट करेक्ट रहेछ भन्ने अर्थ लाग्छ। त्यसो भने यसलाई हामी के भन्ने भयौँ त भन्दाखेरि क्लोजिङ क्यास एन्ड क्यास इक्विभ्यालेन्ट भन्ने भयौँ। र कति निस्क्यो भन्दा 30,000 निस्क्यो। र हामी अब के गर्ने भयौँ भन्दा फर्मेटलाई यहीँनिर क्लोज गरिदिने भयौँ। र यहाँसम्म आउँदाखेरि हामीलाई के थाहा भयो त भन्दा हामी डाइरेक्ट मेथड अन्तर्गत क्वेसनलाई यदि होरिजेन्टल वेमा ब्यालेन्स सिट दिन्छ भने टाइप ए अन्तर्गत राख्छौँ र टाइप ए अन्तर्गतका क्वेसनलाई यसरी सल्भ गर्दो रहेछौँ स्टेप बाई स्टेप भन्ने कुरालाई हेऱ्यौँ। त्यसो भने अबको नेक्स्ट क्लासमा हामी यही टाइप ए अन्तर्गत अर्थात् यो अहिले गर्दै गरेको टाइप ए अन्तर्गतको हामीले एक खालको क्वेसनलाई चाहिँ सल्भ गर्यौँ। र यहाँ अर्को एउटा क्वेसन पनि हामीले ओल्ड इज गोल्डमा भेट्न सक्छौँ। कस्तो त भन्दा त्यतिखेर हामीलाई यहाँ फिक्स एसेट्स नेट फिक्स एसेट दिएको हुनसक्छ र हामीलाई एडिसनल इन्फर्मेसनमा काहीँ डेप्रिसिएसन्स अफ फिक्स एसेट्स दिएको हुनसक्छ। र यस्तो बेलामा नेट फिक्स एसेट्समा किन डेप्रिसिएसन अफ फिक्स एसेट्स जोड्नुपर्छ अर्थात् किन छुट्टै हामीले फिक्स एसेट्सको लागि लेजर फिक्स एसेट्स एकाउन्ट भनेर हामीले लेजर बनाउनुपर्छ भन्ने कुरालाई पनि सिक्छौँ। र लेजर बनाएर अन्तिममा हामी पर्चेज अथवा ब्यालेन्सिङ फिगर निकाल्छौँ। त्यो कतिको एसेट्स पर्चेज भएको मतलब पर्चेज निकाल्न सक्छौँ अथवा सेल्स निकाल्न सक्छौँ। त्यसो भने हामी अब अर्को क्लासमा चाहिँ टाइप ए अन्तर्गतको पनि सेकेन्ड आइटम खालको
अथवा जहाँ चाहिँ नेट अथवा डेप्रिसिएसन दुईटा कुरा मेन्सन भएको हुन्छ र त्यस्तो बेलामा कसरी हामीले त्यो क्वेसनलाई सल्भ गर्ने भन्ने कुरालाई हेर्छौँ। र अहिलेको केसमा हामीले एउटा नयाँ एक्स्ट्रा कुरा इन्ट्रेस्ट इन्क्लुड हुँदाको अपरेटिङ एक्सपेन्सेसलाई कसरी एडजस्ट गर्ने भन्ने कुरा सिक्यौँ भने अर्को कुरा यदि तल फिक्स एसेट्सको बारेमा केही जानकारी दिन्छ भने त्यस्तो बेलामा माथिको फिक्स एसेट्सलाई चलाउँदैनौँ भन्ने कुरा थाहा पायौँ। त्यस्तै रिटेन अर्निङ यदि डाइरेक्ट मेथडबाट हामी क्वेसन सल्भ गर्दैछौँ भने रिटेन अर्निङको हामीलाई आवश्यकता छैन भन्ने कुरा पनि हेऱ्यौँ। त्यसपछि सबैभन्दा महत्त्वपूर्ण कुरा लाइबिलिटी साइडलाई क्रेडिट भन्यौँ भने एसेट साइडलाई डेबिट भन्यौँ र डेबिट बढ्दा अथवा घट्दा क्रेडिट गर्दा अथवा बढ्दाको रुल्स लगाएर सजिलैसँग डिक्रिज भयो कि इन्क्रिज भयो त्यो पैसालाई प्लस गर्ने कि माइनस गर्ने भन्ने कुरालाई सहजै हामीले बुझ्न सक्छौँ। र यो क्वेसन थियो 2080 सेट P/Qबाट क्वेसन ब्याङ्कबाट लिएको। त्यसो भने यही क्वेसनसँग मिल्दाजुल्दा अन्य क्वेसनहरू छन् जुन यहाँनिर तपाईँलाई इयर प्रोभाइड गरेको छ र तपाईँले अब यही क्वेसनलाई अहिले हामीले कसरी सल्भ गर्यौँ भन्ने कुरालाई फेरि एकचोटि रिभिजन गर्नुहोस् र यी क्वेसनहरूलाई सल्भ गर्ने के भन्नु कोसिस गर्नुहोस्। यदि तपाईँलाई यिनीहरूलाई सल्भ गर्दै गर्दा काहीँ कन्फ्युजन आयो भने तपाईँले यो भिडियोको कमेन्ट सेक्सनमा गएर कहाँनिर समस्या हो तपाईँले कमेन्ट मार्फत हामीलाई क्वेसन सोध्न सक्नुहुन्छ।